Brazilian national team call up for the match against Colombia and Argentina हैन यसमा चाहिँ धेरै खुसीको कुरा के छ भने नेमार चाहिँ नेसनल टिममा 2 वर्षपछि आएका छन् हैन हामी धेरै नै खुसी छौं नेमार फ्यानहरु हैन नेमार फ्यानहरु त ब्राजिल फ्यानहरु धेरै धेरै खुसी छौं किनकि नेमार भर्सेस मेसीको म्याच हुन गइरहेको छ हैन त्यही हो यसमा चाहिँ एन्ड्रिक एन्टोनी ओस्कार जस्ता प्लेयरहरु अटाउन सकेनन् हैन मलाई लाग्छ जहाँसम्म एन्टोनीले चाहिँ नेसनल टिममा पर्नुपर्ने खेलाडी हो अहिलेको एन्टोनीको फर्म हेर्दाखेरि चाहिँ हैन अब त्यो चाहिँ कोचको नजरमा कस्तो पर्यो हैन तर एन्टोनीले चाहिँ नेसनल टिमबाट खेल्ने डिजर्भ गर्छ के है एन्ड्रिक पनि पछिल्लो केही समयमा नेसनल टिममा देख्न पाइएको छैन होप देख्न पाइयोस् एन्ड्रिकलाई पनि त्यही हो अर्जेन्टिना भर्सेस ब्राजिल मजा आउनेवाला छ हैन अनि कोलम्बियासँग पनि धेरै मजा आउनेछ नेमार चाहिँ नेसनल टिममा फर्किसकेपछि त अलिकति ब्राजिलको टिम स्ट्रङ देखिन्छ हैन देखिहाल्छ नेमार भनेको त ब्राजिल नेसनल टिमको जगै हो नि जग पिल्लर सब कुछ नेमार नै हुन् सो धेरै नै मजा आउनेछ ब्राजिलको फ्रन्ट लाइनमा रोड्रिगो राफिना भेनिसियस ज्यार अहिलेको पुरै फर्ममा रहेको प्लेयरहरु साबिनो त्यसमा मिडबाट नेमारले खेल्यो भने कस्तो होला के यस्तो इमेजिन गर्दा धेरै नै मजा आउनेछ हैन आई एम भेरी भेरी एक्साइटेड हैन सो लेट्स सी के हुन्छ किपरमा एलिसन बेन्टो इडरसन वान अफ द बेस्ट किपरहरु यतै छन् हैन एलिसन च्याम्पियन्स लिगमा हल्का मचाइरहेछ हैन हेरौं के हुन्छ लेट्स सी गाइस